स्कुल जानु लिन्छ स्कुल जानुपर्छ हस् बेबी स्कुल जानुपर्छ हस् कहिले भने मैले त्यस्तो भनेको छैन नि त बेबी अब बोर्डिङ जानुपर्छ के किन कहाँ जाने त कहाँ जाने कसलाई भेट्न जाने रे दुर्गेश थापालाई भेट्न पढ्न जानुपर्छ पढेर आउने अनि हामी जाने हस् दुर्गेश थापालाई भेट्न अनि कहाँ त दुर्गेश थापा भेट्न जाने पढेर ठुलो मान्छे बन्ने अनि फेरि दुर्गेश थापा भेट्न जाने हस् हस् नो किन किन अनि नपढिकन त भेट हुँदैन दुर्गेश थापासँग भेटिसिन्छ कसरी भागेर नि जान्छु आमा मम्मीलाई छोडेर जाने त्यस्तो नभनिसु अनि मेरो मुटुको टुक्रा दुर्गेश थापालाई भोलि पर्सि भेट्न जानुपर्छ मामु र बेबी हस् नो के कहिले जाने पहिला पढ्न जाने बोर्डिङ अनि बोर्डिङ गएर आएर जाने होस् त्यस्तो नभनिसु न मेरो मोटो राजा बोर्डिङ जानुपर्छ कि बेबी नो किन नो किन नो छि कति नराम्रो बेबी छि 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 बोर्डिङमा आछ नि त बेबीको बोर्डिङमा आइसकेको छ दुर्गेश थापा हजुर भेट्न नजाने बोर्डिङ बोर्डिङमा आइसकेको छ गीत गाउनलाई हिजो बोर्डिङमा हजुरको बोर्डिङमा प्रोग्राम भएको होइन त अनि हो त्यहाँनिर आज आइसकेको छ नि त दुर्गेश थापा अनि त्यहीँ गएर अनि भेट्नुपर्छ दुर्गेश थापालाई ओके हस् हस् लु हिँडिस त उठिस त लु उठिस बेबी अब किन किन बोर्डिङमा आइसकेको छ नि त बेबीको बोर्डिङमा अब हजुरले बाँकी हो नि त भेट्नलाई म डेन्जिल धिमाललाई भेट्छु भनेर बसेको छ बोर्डिङमा हिँडिस त हिँडिस नि बेबी ल हिँडिस त मेरो मोटोको टुक्रा किन के अरे अनि बोर्डिङमा दुर्गेश थापा आइसकेको छ हजुर घरमा बसेर के गर्नु